ल ममा कस्तो भयो हेर न हड्डी देखाउँदै कस्तो भयो हेलो एभ्रिवान नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु आज चाहिँ हामीले घरमै मोमो बनाएर खान लागेको छौं आज चाहिँ हाम्रो भिडियो चाहिँ मोमोको छ यहाँ भित्र मोमो रेडी गर्दै हुनुहुन्छ कति अँधेरो भएको त नि यस्तो अँधेरो भन्दा कस्तो हुन्छ अलि गाइस मैले बनाएको मोमोको डल्लो नि रेडी भइसकेछ यहाँ त मैले बनाएको मोमोको डल्लो अलि भएन गाइस किमा स्पेशल किमा यहाँ चाहिँ किमा छ यो चाहिँ बफ किमा हो यो बफ किमा हो फ्राई गरिसकेको हो यस्तो यो मज्जाको वास्ता धेरै फ्राई गरेको हैन धेरै फ्राई गरे भने पहिले पाक्छ अहिले मोमो पाक्ने बेला नि पाक्नुपर्छ यता चाहिँ रोटी बेल्दै छन् मान्छेहरू यता चाहिँ पिठो यता चाहिँ मोमोको झोल यता चाहिँ मोमोको तातो भयो है हामीले चाहिँ यस्तो खालको हड्डी ल्याएर बनाछौँ के भन्छ अरे यसलाई बोनम्यारो भन्छ है यस्तोलाई टिभी हेर्नु गाइस हैन स्पेशल एकदम पनि घरमै आफ्नो हातले मेहनत गरेर मैले एकदम मेहनत गरेर पिसेको चटनी हो यो के छ यसमा तिल छ हेर्नुस् हैन अनि सुकेको खुर्सानी टमाटर पानीमा बोइल गरेर टिमुर र तिललाई भुटेर एकदम अर्गानिक अचार अचार भइहाल्यो यो चाहिँ सुप यो चाहिँ अहिले पाके छैन अब मोमो डल्लो बनाउँदै जाँदैछौँ अब हामी यत्रो धेरै रोटी भइसक्यो अब यसमा मोमोको डल्लै भरि पुरै उसै लाखा मोमोको डल्लो यहाँ बल्ल यति रेडी हुँदैछ अनि यस्तो भयो हाम्रो चाहिँ यहाँ बेलना चाहिँ हरायो अनि त्यही भएर यसरी बियरको बोतलकोले पनि हुन्छ है गाइस बेलना हरायो भने यसरी नि गर्न सक्नुहुन्छ तपाईहरुले नि हामीले पनि यसरी नै गरेको हो जति अलि जाडो भयो बाक्लो भयो भने यस्तो अवस्था भइरहेको छ अनि तपाईले गर्यो होला भनेर त्यो तिमीले ठ्याक्क राखेर गर्ने हो नि त मैले कहाँ गर्नु कतिवटा मोमो बनिसक्यो कतिवटा बन्यो मोमो बन्यो यो बन्दाखेरि 50 पिस हुन्छ हुन्न त्यत्रो कति 2 प्लेट भइसक्यो त्यहाँ बेसी यता चाहिँ मेरो गान्डु त्यसलाई हेर्नु त पछाडि हेर्नु त्यसलाई एकचोटि एउटा कुनाला र मोबाइल दिएपछि त्यसलाई केही नचाहिने गौरव मोमो खाने कि नखाने हो खान्न अरे ल्याएर कतिवटा एउटा दुईटा भन्दै 1 गो टमाटरको सिटा प्याजहरु थोरै भएछ क्या हो प्याज थोरै नि यता देखो यता घुमाएको बेलामा हातमा ल्याएर देखाउने हो
साह्रै ठुलो भयो। एकचोटि यो किमा हालेको देखाउँछ है। पिठो धेरै छ, किमा ठिक्क हालौँ है। धेरै नबनाऊ, जति ठुल्ठुलो। अघि मलाई पिठो पुग्दैन जस्तो लाग्थ्यो, अहिले यो फेरि कति सानो हुन्छ नि, कोही ठुलो कोही सानो। अब के गर्नु गाई, जस्तै हो, हामीलाई त आउँदैन। अर्को केस मिलाऊ। एउटा त अट्छ नि, एउटा अट्छ। अट्छ कहाँ अट्छ? क्यामेरा अघिबाट घुमाएको नि थिएँ। खिच्दा फोटो राम्रो। लास्टमा यो तर म राम्रो बल्ल देखाउनु कति ठुलो रह्यो भने होला नि। अब फेरि धारै दिउँसो तन्किँदा मलाई त। उता फेरि ग्यास के भएको खुल्लै रहेछ। त्यो ग्यास खुल्लै राख्ने हो मम्मी। कुन ग्यास? त्यो उसो के त्यसमा हड्डी पाएको, हड्डी पकाएको क्या, हड्डी। यता तल पनि लाँदा यता पनि लगाएको देखाऊ है। ल अब चाहिँ हालेको नि देखाउँछ है। डल्लो चाहिँ धेरै ठुलो भएछ क्या, अझै ठुलो भयो। गौरव यत्रो ठिकै हुन्छ त्यति डल्लो। यहीँ बिलाउँछ, साह्रै ठुलो भयो कि हप्ता गरेको भएछ। त्यहाँदेखि त्यतिमै धेरै राम्रो। किमा 5 प्लेट मोमो नबनाउँदै किमा धेरै अस्ति पो पिठो खै त पिठो भनेको, पिठोमा दल्दै गर्नु जस्तो हातै दुख्यो है मङ्गल। तर बेल्न जानु। यत्रो हुँदा त त्यत्रो सानोमा पनि त्यस्तो हुन्छ। हेरेर बेर्ने होइन नि त।
यता बेलेको देखेँ ह यहाँनिर यहाँ अगाडि आएर देखाउँ मेरा त्यस्तो दुख्यो नि यस्तो घाँटीनिरको कुइन घाँटीनिरको कुइन हो यस्तो देख्नुभयो तल खिच्छ क्या टाढा गऱ्यो भने बल्ल हुन्छ कि यत्रो गऱ्यो भने बल्ल हुन्छ कि पातुलो त्यो त साह्रै अलि बाक्लो भएको थियो आको पाब्रो देखियो मेरो मकैको गडा जस्तो बनाउँछ त्यो पनि अझै ठुलै हो त्यत्रो सानो छैन त्यो ठुलोको लामो भन्छ अब यति मात्रै हो के यो स्टेप 3 आमा रन्जन बोल धेरै नबिलमा अब मम्मी थोरै हो अब हाम्रो यो कति 3 क्रेट भयो हैन 3 सेट रत्ती कसले बोलाएको र आमाले आज बाबुको बर्थडे हो कि त्यही भएर बोलाएन आइसे भाइको ऐसे भाइ ऐसे हो कि ऐसे हो यो सेप हेर्न मेरा गाइस अब हाम्रो यो 3 ग्रेड मोमो पनि रेडी भइसकेको छ अब यसलाई हामीले अब यहाँ हड्डी पाकिरहेछ अब हामीले त्यही माथि यसलाई टक्क बसाल्नु पर्ने हुन्छ आउँदैन गाइस के गर्नु अब त्यही पनि यतिको चाहिँ भयो है घरमा खानको लागि त हुन्छ अब बाहिरको होटलको जस्तो बनाउन त आउँदैन हेर्नु गाइस ल अब एउटा अर्छ बनाइहाल्छ बिरको ल्याउनु त त्यहाँ हाल्नु पर्यो बिरको त्यहीँ छोप्यो नि कहाँ पस्नु एकछिन नउचाल्नु न आमा अब बर्थडे बनाएको त बाबाले होला के रे है यो त बाबा हो नि है गौरव त हैन भाइको बर्थडेमा जान्छ मेरो बुढाले बनाएको मोमो तल के अरु त राम्रै छ यो खै के गरेको यस्तो ल माथि हेलो खै अहिलेको त हड्डी देखाउँदै कस्तो भयो अलि यता देखाऊ अब पानी हाल्नु पर्छ यहाँ पानी हाल्नु त पहिला हाल्नु त जति अब त्यो आधी जति पानी हाल्नु त ल अब मोमो बस्छ हाल्यो अब यसलाई ढक्कन पनि लगाइदिनु पर्यो ठ्याक्कै अन्त अब एकछिनपछि पाकेपछि फेरि ल मोमो कस्तो भयो हेर न ल हेर्नुहोस् गाइस मोमो होइन आज स्पेसल मोमो भएको छ आज हाम्रो घरको होइन यस्तो अर्ग्यानिक पाकिसक्यो तल पनि पाकेछ हेर्नु त यस्तो मिठो मोमो झर्लक्क खाएर पर्लक्क पल्टिने खालको यस्तो मोमो ल हेर्नुहोस् ल यो पनि पाकिसक्यो भइसक्यो भइसक्यो एकदम राम्रो भइसक्यो
एकदम राम्रो भइसक्यो मोमो एकदम खै छड्दै त्यही माथि राख्नु न स्पेशल मोमो भइसक्यो आछु तातो ल र होइन केही फरक ल अब बुढिया र बुढी र खाँदै गर्नु भएकै छैन होला सुप त पाके छैन होला सुप पाकिसक्यो अघि नै ओडा फले मोमो पनि पाकिसक्यो गाइस अब हामी एकछिनमा मोमो सबैजना एकछिन तलको अलिअलि पाके छैन होइन तलको अलिअलि पाके छैन अब एकछिन फेरि पकाउनु पर्ने हुन्छ गाइस अनि त्यसपछि अब अझै यति बाँकी छ पकाउन बाँकी छ शर्मिला म चाहिँ खान्छु है तिमी अलिक केटाहरूसँग गरेर गर है अनि त्यो भइसकेर भइसक्यो मस्त पाकिसक्यो ए हामीले यस्तो सस पनि ल्याएको छौँ यो के हो भने म्यागी चटनी सस अरे यस्तो खालको ल्याएको छौँ हामीले अब यो चाहिँ चटनी भइहाल्यो अघि नै पिस्नु भएको चटनी ल मेरो बुढाले चाहिँ यहाँ खाइहाल्नुहुन्छ अरे ल म त एकदम हेर्नुहोस् साथी हो है मोमो न तपाईँहरू जेसुकै भन्यो भने भन्नुहोस् म चाहिँ खान्छु है अहिले हालचाल म चाहिँ अहिले 10वटा खाँदै जाँदैछु ल कतिवटा खाने हो अहिले 10वटा खाँदैछु म तिमी खाने हाल्दिने म अहिले खान्नु तिम्रो च्यालेन्ज सस र चटनी हाल्नु भन्छु तिमी यहाँ उस गर्दै नि अब त्यही चम्चाले हाल्नु न चटनी सस पहिला म यहाँ सस हाल्दैछु साथी हो है म सस धेरै मन त पर्दैन त्यो पनि हल्का ए भएन के हो त नि त्यस्तो अलिक घोल्नु न यहाँ हाल्नु बिचमा ओहो हातै दुख्ने गरेर बिर्कै उकाइदिनु न अहिले म चाहिँ सस यति खान्छु है अर्ग्यानिक चटनी यति खान्छु चटनी बेसरी अर्ग्यानिक छ तिमीले चाहिँ त्यहाँ मोमो थप्देऊ नि त ल सुरु टेस्ट हान्दैछु कस्तो खा भन्नु कति छिटो हो त नि मोमो ल तिमी पनि खाऊ नि त ल गाइस मेरो बुढीलाई मैले मोमो खुवाउँदैछु वाह ल तातो भएको मिठो मिलाइदिइहाल्छु मिलाउनै पर्दैन कि यताले नै आफै आउँछ होइन क्या गुगल आइडीबाट खेल्न मिल्छ क्या त्यो भएर गुगल आइडी कि केमा छिर्न सक्छ नि त्यो यो प्र्याक्टिस हो प्र्याक्टिस गर्नु पर्ने प्र्याक्टिस आउँछ क्या सुरुमा के गर्दा जुन दिन भयो यता जुन त कताबाट यता यस्तो गर्नु न यहाँनिर यस्तो यहाँ चाहिँ ल पल्ट्यो त गर त पोकेलाई गर भन्न
काका है तेल खाइदियो तपाईँको अब तपाईँको पापड बरु उम्रो खेल्नु न उम्रो